भएको ऐतिहासिक ठाउँ जितगढी किल्ला अर्थात् जितगढी फोर्टमा चाहिँ कक्षा 5 नवीन औद्योगिक कत्तरबहादुर माविका कक्षा 5 का सम्पूर्ण विद्यार्थीहरू लिएर केही टिचरहरू विद्यार्थीहरूलाई ऐतिहासिक ठाउँ घुमाउनको लागि लिएर जाँदैछौँ। हामी 10:30 मा स्कुल प्राङ्गणबाट हाम्रो गाडी चाहिँ जितगढी किल्लाको लागि निस्केको छ। अब बाँकी कुरा म त्यही पुगेपछि हजुरलाई बताउनेछु। गेटबाट भइसकेको छ। यस पछाडि हामी बिस्तारै विद्यार्थीसित अगाडि बढ्नेछौँ। यहाँ भएका सम्पूर्ण चिजहरूलाई चाहिँ मैले बिस्तारै मेरो भिडियोमा चाहिँ क्याप्चर गर्दै लानेछु। हाम्रा वीर शहीदहरू जसले अंग्रेजको विरुद्धमा लडेर आफ्नो बहादुरी देखाउनु भएको थियो। यस जितगढी अंग्रेजसितको लडाईँमा यहाँको नेतृत्व चाहिँ उजुर सिंह थापाले गर्नुभएको थियो भने उहाँहरूले चाहिँ हवलदार सिपाही विद्यार्थीहरूले यहाँ भएका शहीदहरूको जहाँ शालिग छ उहाँहरूको नाम लेख्दै हुनुहुन्छ। हामी 235 जना विद्यार्थी लिएर आज शैक्षिक भ्रमण अथवा ऐतिहासिक नजिकको ऐतिहासिक ठाउँ जितगढी किल्ला हेर्न आएका छौँ। बिस्तारै अगाडि बढ्नु। भनिन्छ यो पिपलको वृक्ष 1872 देखि यो यतिकै रहेको छ। अब हाम्रा वीर शहीदहरूले कसरी मुभमेन्ट गर्नु भएको थियो त्यसको चाहिँ यहाँ थोरै मात्रामा चित्र देखाइएर प्रस्तुत गरिएको छ। त्यसको कारण बाँदरहरू पनि आफ्नो परिवारसित मुटु परेर एकै ठाउँ बसेका छन्। कुनै मुभमेन्ट छैन। हामी यहाँ चाहिँ प्रवेश निषेध गरिएको छ। भनिन्छ यहाँबाट चाहिँ हाम्रा पुर्खाहरू जो वीर गोर्खाली हुनुहुन्थ्यो उहाँहरूले चाहिँ यहाँबाट गुफा हुँदै भित्री बाटो गुफा हुँदै मणिमुकुन्द सेन पार्क जोडिने यहाँ एउटा अन्डरग्राउन्ड बाटो छ भनेर भनिएको छ। यो उत्खनन कार्यको लागि चाहिँ पहल गरिएको छ। उत्खनन कार्य पूरा भएको छैन। उत्खनन कार्य भइसकेपछि हामी यहाँबाट सजिलैसित हामी चाहिँ अन्डरग्राउन्ड हुँदै हामी चाहिँ फुलबारीसम्म पुग्छौँ। यहाँबाट के हो विद्यार्थीहरूले यहाँको बारेमा आफै बुझेर आफ्नो कपीमा रिपोर्ट तयार गर्दै हुनुहुन्छ। घुमेर विद्यार्थीहरूले आफूले देखेका कुराहरू फेरि बसेर लेख्न लागिरहेका छन्। उनीहरू आज अत्यन्तै खुसी पनि छन्। यो जाडो मौसममा हिँड्न घुम्न पाउँदा वास्तवमा विद्यार्थीहरू हिँड्दा घुम्दा चाहिँ अझै धेरै रमाउने गरेको पाइएको छ।
1870 देखि 1873 सम्म भएको लडाईँको सम्झनामा बनाइएको यो स्ट्याचु लडाईँको मोमेन्टलाई क्याप्चर गर्नलाई बनाइएको नेपाली र अङ्ग्रेजको लडाईँलाई कसरी भएको थियो भने त्यसलाई स्ट्याचु मार्फत चाहिँ यहाँ चाहिँ प्रस्तुत गरिएको छ। हाम्रो नेपालीहरू वीर गोर्खालीहरू यसरी लुकेर अङ्ग्रेजको विरुद्धमा लडाईँको मेन नेतृत्व अथवा मुख्य नेतृत्व गर्नुहुने वीर शहीद उजुर सिंह थापाको एक जितगढी किल्लाको मेन गेट सँगसँगै राखिएको छ। सेक्सन वाइज फोटो खिच्न तयारी हुँदैछ हाम्रो सर म्याडमहरूको। अब म कुन सेक्सनमा गएर बस्ने मलाई पनि थाहा छैन, म चाहिँ यत्तिकै सबैको भिडियो